यो चाहिँ हाम्रो माबापुङ गाउँ यस्तो छ। गुराँस पनि दामी फुलेको छ। यस्तरी छ हाम्रो घर गाउँ यस्तो छ है। गोकुले काकाको पर्तिरेको हो तल त हरियो काका कतै होला यहीँ हुँदी। तल आउँदैछु कसको घर हो गाउँ बढेर चिन्दिनँ पो त म। हामी चाहिँ यसरी भराउटे ताप्लेजुङदेखि आएको। मेरो भराउटे अगाडि जाँदै हुनुहुन्छ। यता घुम्नु न। झोला बोके चाहिँ खतरा छ जोस। यतिको चाहिँ हुनुपर्छ है। ससुराले बनाउनु सजिलो रहेछ त। ससुराली आएको झोला बोकेर यस्तो छ हामी चाहिँ गाइस। हाम्रो चाहिँ अब पुग्नु आँट्यौँ हामीहरू घरमा। यसरी झोला बोकेर म पनि त्यस्तै बोकिराखेको छु म पनि यहाँनेरि भारी। यहाँ चाहिँ हाम्रो घरमा पुग्यौँ है। यो चाहिँ भर्खर बाटो खनेको हिजोअस्ति। यस्तरी बाटो पानी ठुलो परेछ र सबै बाटो कटाउनु भएछ बुवाले। अनि यस्तो गर्नुभएछ। पानी यता पस्नु भएछ। यता तल यस्तो भएको छ सबै। के गर्नु ठाउँ सक्को। हाम्रो घर चाहिँ यस्तो छ। तर पाइप चाहिँ खानेपानीको पाइप निस्केछ। कहिले बनाउने हो। यसरी जाँदैछौँ हामी चाहिँ साथीहरू। कस्तो साह्रो पो पर्यो त हिँड्नको लागि। ताप्लेजुङदेखि आएको यहाँनेरि पानी डरक हुँदैछ। पानी चाहिँ टन्नै आयो क्या हो। पानी ठुलो आएछ। हामी जाँदा यस्तो थिएन पानी कस्तो बनायो। हामी नै गाडी हाम्रो काका चाहिँ हलो जोत्दै हुनुहुन्छ। यो उखु चाहिँ के गर्नुहुन्छ अब? उखु हाम्रो मूल घरमा त सबै मटरै मटर छ बे। त्यहाँको ठुलो ढुङ्गा पनि लड्यो कि कहाँ गयो हौ? त ठुलो ढुङ्गा चाहिँ छ तल्लोपट्टि। घरको तल्लोपट्टिको ठुलो ढुङ्गा छैन रहेछ। यस्तो भइगयो।
यो हो यहाँनिर यस्तो भइगएछ यहाँनिर हाम्रो जेठा दाजुको घर यस्तो भयो यता 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 यहाँ मुलिम यहाँनिर अनि अर्को चाहिँ अब यता माइलाको घर यस्तो छ चिल्लो साइलाको घर यहाँ यता तुम्बाको त्यहाँदेखितिर हाम्रो यता काइला काका हलो जोत्दै हुनुहुन्छ बाउ छेउकुना मटर लसुन यो खै होला खानै बाँकी होला खै यहाँ त अनि फुलतारो निस्केन त ए अब बेला बिताउने नि ढिलो होइन के खानु नि अरे बिहान खानुपर्छ कस्तो राम्रो हुन्छ फुलतरुल खाने अरे कोही यहाँनिर पुरै मल बोकेको छ केटाकेटीहरूले यहाँनिर लजाउँदैछन् दुईजना भेना र फुपाजुसँग सिरियस लजाए क्या हो तीनजनाले यहाँ खतरा मल बोकेछन् आज सबैतिर सुन्तला यत्रो यत्रो भएको छ पुरै ठुलो चाहिँ मासतिर ठुल्ठुलोहरू चाहिँ त्यता छ यहाँ चाहिँ मसिनोहरू सबै यसरी लगाउनु भएको छ बुवाले सुन्तला यत्रो हुँदैछ खोइ त्यहाँ तलसम्म सबै सुन्तला हो यिनीहरू सुन्तला कागती सबै किवी अब आजभोलि चाहिँ यस्तो हुन्छ यो सुन्तला कागतीहरू यिनीहरू चाहिँ यता चाहिँ उमेर पुगेको छ यो माथिल्लो बारीको सुँगुरको खोर्ते होइन भीष्महरूको सुँगुरको खोर्ते होइन भीष्महरूको यहाँ बसिरहेछ यो चाहिँ बाख्राको खोर भन्दै हाम्रो गाउँघरहरू यस्तो छ हामी घाँस काट्ने ठाउँमा पहिला पुरै यहाँ हाम्रो एन्सनले चाहिँ फुलतरुल खन्दैछ कसलाई खन्दिएको अरे एन्सन हो त्यो बिरुवा चाहिँ राख्दा हुन्थ्यो होला माउ लानुपर्छ हौ यसरी छ कति छ त हाम्रोमा त यहाँ अर्को फेरि सुन्तला बारी यस्तो छ गाइस सीताले फेरि कुन बासमा लगेर डढाउने हो अब खन 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 केटा फुलतरुल खन्ने ग्रुप हामी खाइहेरौँ भन्छ अनि खाइहेर्नु नि त भने खन्नु हो ये अलिक मलाई दिए मेरो फुलतरुल त एकै साथमा खाइसक्यो यो गफ अनि मलाई चिया दिए ए उनले चिउरा दिए
अनि म चिउरा फेरि त्यतिखेर कहाँ पाउनु जस्तो छु त्यस्तै नपाएर त्यो बोकेको चिउरा कहाँ हामी चाहिँ पानी पर्यो पानी आयो जाउँ ल हुन्छ हिँड्न आँटेको अब तुम्बा यहाँ सुकाउनुको लागि नै भनेको चाहिँ यहाँ चाहिँ हाम्रो तुम्माहरूको घरमा छौँ हामी चाहिँ दामी दामी रोप्नु भएको छ फुल एउटा ठुलो भाले खाँदैछौँ हामी फुलै फुल फुलै फुलको बगैँचामा मेरी माया बिचरा यहाँ बुढाबुढी मात्रै छ गोड्नु पाएको छैन फुलै यस्तो छ हाम्रो घर गाउँ यस्तो छ यहाँतिर हाम्रो यहाँ बुवाको आलुबारी करेसोबारी यता चाहिँ यता काकाहरूको घर चाहिँ टोम्माहरूको घर यहाँ चाहिँ हाम्रो इस्कुस तरुल खाने हुँदैछ अघि निस्क्यो अरे बुवाले छोचो गर्दै हुनुहुन्छ यहाँ अघि तर आधी पङ्गै पार्नुभयो क्या हो थिएछ तर तरुल त सानो मात्रै चैटिएर निस्के देखिएन कहाँदेखि निस्क्यो त्यो माटोले छैन छिन्ने माटो अर्को छैन उसले बेलचाले माटो निकाल्नु पर्ने कहाँनिर त्यसको आधी कहाँ रह्यो नि छ नि भर्खर मात्रै खन्न थालेको अघि निस्किगयो हेर्नुपर्छ इस्कुस तरुल खन्ने हुँदैछ है हाम्रो चाहिँ यहाँ यसले पोक्लोकेमा त अहिले निस्किँदैन होला भनेको रहर लागेको अरे तारामान्जीलाई यहाँनिर इस्कुस तरुल खन्न इस्कुसमा पानी चाहिँ छ जस्तो छ राख्नुलाई वरि अस्तिदेखि बुवालाई नखन्नु भनिवरि यहाँ बल्ल बल्ल खन्दै आएर खन्दै हुनुहुन्छ तर इस्कुस चाहिँ सबै पानी चढ्यो होला यत्रो यत्रो छ नि इस्कुस तरुल चाहिँ छ तर अब कोदालोले काट्छ है बरु हातैले यसो खोज्नु साह्रो गहिरो छैन है यो चाहिँ हो त्यहाँ यहाँ छ ओ त्यो अर्को रहेछ इस्कुसै हो यो यसको कहाँ छ नक्सा निस्किँदै गऱ्यो अलिक गहिरो नै हुन्छ है अब एकछिनमा निस्किन्छ है अलिक गहिरो नै हुन्छ माटो चाहिँ अझै उता यहाँ मान्छे आँट्ने मात्रै खनेको पो त
तरुल निस्किने ठाउँमा नखनेको हो मान्छे चाहिँ पस्नु पर्यो नि भित्र बारीमा खनाइ हुँदैछ हाम्रो चाहिँ यहाँनिर तरुल खाने ग्रुपबाट हाम्रो चाहिँ यहाँ छ के गर्नु के गर्नु तरुल निकालेको छैन तरुल त छ तर पानी चढे जस्तो छ अघि घाउ बनाउनु भयो त्यो ओभन लगेको सुरुदेखि भ्लग बनाउनु आफ्नै गरेछ बारीमा फलेको फुलेको इस्कुस तरुल भन्नु न कसो अरे भन् त फेरि डरो भनिस् त आफ्नै गरेछ बारीमा फलेको फुलेको इस्कुस तरुल हाम्रो यहाँ चाहिँ खानै हुँदैछ बारीको करेसामा फलेको त डढाएर झन्नै गएछ पानी त निकै लाग्यो त डढी गएछ क्या पानी फेरि लगाइरहेर आफ्नै गरेछ बारीमा अब इस्कुस तरुल खन्दैछौँ हेर्नु होला निक्लिन्छ कि त्यस्तो भन्ने त के गर्नु होला भन्ने यहाँ छ एउटा अल्छे हुन्छ नि के गर्नु होला दुई शब्द बोल न तेरो नाम भन् नमस्कार मेरो नाम चाहिँ भन् त भन् न ओ ढेडे को ढेडे को ठेडे पो हाँ यो ढेडे होइन नाम त खतरनाक छ हौ जोस् लौरेहरूको डरले नाक काटेर निस्किएको देखिछु भनेको त खै कहाँ छ सबै निकाल्नु भन एकताल अर्को झ्याम्पल ल्याउनु कहाँ कान्छाले पो देख्दो रहेछ छिट्टो जान्नु हो भने ओहो हो त रहेछ खै कच्च्या माटो भित्रीको कुरा होइन छेउछेउमा ठुलो झ्याम्पलले यहाँदेखि के छ ए मुनि त सेप छ क्या हामी चाहिँ तरुल खाँदैछौँ अलि अलि यतैबाट खन्ने बेला भयो त्यो झ्याम्पलले दिउँ त झ्याम्पल डुलाउँदा पचक गरेको थियो कि मजा त आएको थियो यसो हिर्काएको हिर्काइ गरेँ ए अघि गएछ भए भरको मान्छे यहाँनिर थोप्रिन्छ होला जस्तो छैन यस्तोमा चाहिँ नि यस्तो डिलमुनि पऱ्यो भने चाहिँ मजाले खन्न मजा लाग्छ यो भत्रौँ भने भरे लाउनु साह्रो पर्छ यो त पऱ्यो नि त होइन नि माटो लाउनु साह्रो पर्छ नि अनि मात्रै भयो त्यत्रो पर पर्दैन खान्छ हो त्यो पनि हो जस्तो छ ए ढुङ्गा रहेछ ए होइन त्यो ए ठुलो खाले रहेछ सानो हो यत्रै हो यो चाहिँ कुचुले टाइपको यो यसलाई ठुलो देखाइदिन्छु म माटो निकाल्नुपर्छ मान्छे पस्ने चाहिँ चाहिन्छ है ओ लु हो त्यो चाहिँ अम्मै हो होइन यो अलिक खोलौँ त यो अलिक खोलेर अलिक हो त्यो चाहिँ निकालौँ त पहिला खै कान्छ त्यो माटो निकाल्नु यो माटो निकालौँ यहाँ अलिक खोलौँ त यता खाला निस्किँदैछ अर्को ठुलो बेल्चा छ भने यो अलिक ठुलो लामो हुन्छ मादले टाइपको हुन्छ 22 मुखे छ कि यसरी जुम गरेर हेरौँ 22 मुखे एउटा भेटे भने त अनि कति मजाले बसी खानु पुग्थ्यो नि 22 मुखेको 20 रुपियाँको खेल्दा त धेर हुँदो रहेछ किट्टीमा ज्यामा टोटल 500 रुपियाँ कम्ती गयो शान्ताले लगेको नि ए जानुकाले पो लग्यो त यस्तो खालेहरू हुन्छ है यहाँ चाहिँ हाम्रो यहाँ खेतालाहरू खाजा खाँदै हुनुहुन्छ यहाँ एउटा छ खाने हो खाने मिठो अचार बनाएर ल्याएको अरे अब अर्को तरुल खोन न अब यताको अब के खानु फुल तरुल होइन हौ ए घर तरुल यो खनिन्छ
यो मुसाले खाइसकेको छ त्यो त गाह्रो त्यो ढुङ्गा ढुङ्गा हटाउनु न निक्ल्यो ढुङ्गा हटाएर छिन् तरुल त यति निस्क्यो हाम्रो 200 को चाहिँ निस्केछ धेरै त लाउनु हुँदैन थोरै लाउँदा चाहिँ हुन्छ थोरै हैन सबै लाउँदा पनि हुन्छ सक्छ त्यसले त घर तरुल खाने यहाँ चाहिँ घर तरुल खाँदैछ हाम्रो केटो घर तरुल मिठो निकाल्दैछ निस्किनु आँट्यो यो चाहिँ गहिरी हुन्छ होला तर एउटा कागती यहाँ पो छ त यसको कोही खाजा ल्याउने छ मान्छे यहाँ बुढी मान्छे कोही हलो जोत्ने कोही सिटाउ गर्ने यहाँ चाहिँ तरुल भेट्टे जोडी पो रहेछ त नि काट्यो अर्को पनि रहेछ यता हलो जोत्ने मान्छेहरू यहाँनिर हुनुहुन्छ आउँछ कि त पारा काट्नु त आउँछ क्या आलु खन्नु आँट्दैछौँ है हामी चाहिँ यस्तो छ गाइस मटर यता पनि मटर यहाँ हाम्रो खन्ने खेताला आफ्नै गरेछ बारीमा बलेको आलु भन्दै आएको गर्नु आएको गर्नु कतिको फलेको छ है फर्सी सबै मुसाले खाएछ कति धेरै यो चाहिँ सेतो मिठो हुन्छ अरे यो मिठो हुन्छ त यो लाम्चो खाले हैन यसको जोडी म त सेतो जोडी उतार कि हैन नि सेतो भन्दा त आमा फर्सी 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 कसले खाने हो फर्सी 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 नानीहरुको हैन यो सँगैको यसले फुटाइहाल्ने यता पनि छ युवाहरू यता पनि छ सुँगुर फुल आमै बाबै दुईजना बाँध्दैछन् कुखुराहरू मकैको झोडा मैले ल्याएँ कहाँ पो राख्दै मुरीको ढुट्टो छैन